र स्याङ्जावासीहरूको आवाज नै मैले एउटै सुनिरहेको छु कि मिनप्रसाद गुरुङ चाहिँ स्याङ्जाका लागि एउटा उत्कृष्ट व्यक्तित्व, समाजमा घुलमिल भइसकेको व्यक्तित्व भनेर जुन स्याङ्जावासीको स्याङ्जा बजारको कुरा आएको छ त्यसमा अझै थपिदिनु न केही। यो सन्दर्भमा जस्तै अरूले के भन्नुभयो भन्ने कुरासँग मेरो कुरा मिल्छ मिल्दैन म त्यसको जानकार छैन। तर आम मान्छेको बुझाइ र मेरो बुझाइमा एकरूपता हुनुको पछाडि एउटा कुरा चाहिँ मिन गुरुङप्रति आम समुदायको धारणा, अधिकांश समुदायको धारणा मिल्नुको पछाडिको कारण चाहिँ उहाँको व्यक्तिगत स्वभाव पनि हो हैन। सक्छ कि उहाँको एकदम सहनशीलता, व्यक्तिगत मिलनसार स्वभाव र नेतृत्वमा हुनुपर्ने सबै खालको धैर्यता, सहनशीलता, सबैलाई सेवा गर्ने भाव र विकास निर्माणका कुरामा उहाँको विगतमा उहाँले लिएका जिम्मेवारी हरेक सामाजिक सङ्घ संस्थाहरूमा, रेड क्रसमा, वित्तीय सङ्घ संस्थाहरूमा र अघिल्लो कार्यकाल एकपटक उहाँ प्रदेशको सांसदको भूमिकामा रहँदा उहाँले विकास निर्माणका कामहरूमा जसरी इमान्दारपूर्वक प्रयत्न गर्नुभयो त्यसमा चाहिँ आम स्याङ्जावासी उहाँ परीक्षणमा सफल भइसकेको व्यक्ति हो। आम स्याङ्जावासीलाई त्यो भित्ररूपमा महसुस सबैलाई भएको छ। उहाँलाई मत हाल्न नचाहनेहरूलाई पनि मिन गुरुङ चाहिँ राम्रो मान्छे हो है भन्ने कुराको महसुस चाहिँ भएको छ।